सिधै बेनीको लागि हिँडेको बिहान 7 बजे र अहिले चाहिँ हामी यो रूपसे फल अस्ति यहाँ जामले गर्दाखेरि हामी रोकिन पाथेन त्यही भएर आज चाहिँ अलिकति खाली खाली छ र सन्देश कति बज्यो 8:15 भएको छ भर्खर हैन हामी मार्फाबाट लगभग 1 आवरमा रूपसे आइपुग्यौं हो भने सो हामी चाहिँ 1 घण्टामा मार्फाबाट यहाँ आइपुगेको छौं अनि अब रूपसेको एकछिन हामी क्लिप्सहरु लिन्छौं सो सी यु अराउन्ड है त बेनीतिर अब चाहिँ हामी बेनीमा आइसक्यौं खाना पनि खायौं हैन बेनी बजारमा हामीले खाना पनि खायौं अनि यहाँ बजाज सोरुममा चाहिँ हामीले यसो चेनहरु लुक गर्न रोकेको छौं अब चाहिँ हामी डाइरेक्ट यहाँबाट पोखरा जान्छौं र अर्को एउटा कुरा भनेको चाहिँ हामी आज मार्फाबाट जम्मा 2 आवर्समा चाहिँ हामी बेनी आइपुग्यौं हैन बाटो चाहिँ बीचमा धेरै ठाउँमा अफ रोडहरु पनि थियो तर अस्ति चाहिँ हामी जाने बेलामा हिजो र अस्ति चाहिँ त्यो बाटोमा जाम परेको भएर हामीलाई एकदम टाइम लागेको थियो हामी जाममा नै 4 घण्टा जस्तो बसेको थियौं अहिले चाहिँ जाम नभएको भएर हामी अर्ली इन द मर्निङ हिँड्या भएर चाहिँ हामी 2 घण्टामा मार्फाबाट बेनी आइपुगेको छौं ओके लेट्स सी अब यहाँबाट हामी पोखरातिर जान्छौं अब बीचमा के हुन्छ यसो हेर्दै गर्नु होला है त यो हो हाम्रो बागलुङ कालिका भगवतीको मन्दिर अहिलेको चाहिँ मूल ढोका थियो अब चाहिँ यहाँबाट भित्र छिर्ने रहेछ अब भित्र आउँदाखेरि चाहिँ फर्स्टमा भगवानलाई म आउँदैछु है भन्नुपर्छ क्या हैन गोप्रोबाट खिचायो के ए बाबा गोप्रोको भिडियो सबैमा त्यसमा हाल्नु सकेछ के अहिले बागलुङ कालिका मन्दिर हामीले भर्खरै दर्शन गरेर भ्यायौं अब चाहिँ हामी जान्छौं यहाँबाट सिधै पोखरा जति सक्छ फास्ट चाहिँ भ्याउनको लागि चाहिँ हामी जान्छौं पोखरा त्यही हो जस दर्शन चाहिँ मजाले गर्न पाइयो लाइन जब 4-5 जना रहेछ भित्रसम्म गएर मजाले दर्शन गरेर चाहिँ आएम मान्छेको भिडहरु पनि खासै त छैन मेरो सो चाहिँ बसिरहेछ
तारेमा हनुमान भगवानको हातमा लिएर भाइ बन्दुक राख्दैन बन्दुक सहीको खायो भाइ त्यो राख्दिनँ भन्छ यस्तो होइन क्या हो क्या घुमाएर एकचोटि ज्याम मजाले लडेन मिसाइले सो गाइस हामी चाहिँ अहिले आइसकेको छौँ सो गाइस हामी चाहिँ आइसकेको छौँ होइन अहिले म चस्मा लगाएर भेट्छु ल म कस्तो राम्रो देखिन्छ सो गाइस हामी चाहिँ अहिले यो ठाउँको नाम के अरे बागलुङ कालिका सो गाइस हामी चाहिँ आइसकेको छौँ बागलुङ कालिकामा यहाँ सबैजनालाई उपस्थित मेरो भ्लगमा स्वागत छ हेलो भनिदिनु अब हेलो भनिदिनु अझै पनि हेलो भनिदिनु कालो होइन कि हाम्रो गाईलाई चाहिँ हेलो भनिदिनु भनेको मलाई होइन सरी यु आर आउट यहाँ चाहिँ हाम्रो एउटा भाइ हुनुहुन्छ एउटा बहिनी हुनुहुन्छ एकदम रमाइलो छ यहाँनिर चाहिँ ओ सेट यहाँनिर चाहिँ एकदमै जङ्गल छ जङ्गलमा के बस्नुहुन्छ थाहा छ त हजुरलाई म बस्छु कालो भालु एज यु नो मेरो आँखा राम्रो भयो होला कि मान्छे राम्रो भयो होला कि मान्छे राम्रो भएको बचाऊ मलाई वेलकम टु भाइ हेलो भनिदेऊ हेलो भनिदेऊ हेलो हाई रे सेट टेन्सन के guys, welcome back to my channel. It's your boy Sandesh Chaudhary, straight out of Kathmandu, number 14. हम चाहिँ दुईजना आइरहनु भएको छ मलाई बाल छैन म आफै दिन्छु ओए ल म हिँडिरहेको छु तर बाटो सकिरहेको छैन मेरो गन्तव्य टाढाको छ मलाई बाल छैन सरी संसार बनाउन हिँड्नु सरी संसार जित होइन संसार जित्न हिँड्ने भन्छु मान्छे म गुलाएर फर्केको क्या म संसार जित्न हिँड्छु भनेको मान्छे म बाटोमा गुलाएर फर्केको के कस्तो तनाव पर्दै गर्ने मलाई फेरि लिनु अल्छी लाग्यो होइन माया हल्का डोज चिया खानु पऱ्यो क्या मलाई त्यो उवालो थियो नि ल एक लट उसमा ल दिइहालौँ त बिहान त्यो गीत के हो अरे बागलुङवाला गीत पछि बेनी बजार स्याङ्जा पछि गले गाँसाउन त माया पिरिम केनाले माया ओइ 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 तपाईँलाई बाल छैन यसले चाहिँ ओभरै हान्छ सन्देश हामी आएको ठाउँको नाम के हो अरे के हो बहिनी भन्दै त बिर्सिया मैले बागलुङ बागलुङ नगरपालिका बागलुङ महानगर भाइ मेरो ब्लगमा आयो भन्दै हो हेलो हजुर हाई भन्नुहोस् त हाई बचाऊ भन्दै भाग्दैन गइदिने बोइज यो देखेर के लाग्यो अर्को साम्पाङ अनि यो चाहिँ महावीर पुल अनि यो बिचको चाहिँ सुशीला कार्की डोलीमा चढाइ सन्देश भाइ ब्रेक डान्स हान्दिनु यसमा यहाँ के हुन्छ अरे दिदी ढाड दुखेको निको हुन्छ रमाइलो हुन्छ दुखेको निको हुन्छ अरे त्यही भएर कम्मरे कसले भने मान्डरे तारा भगवानको आस्था आस्थाले भने अरे भगवानको आस्था प्लिज उपस्थित हुनु मैले बोलाउँदा सो होइन म र दिदी दुवैजना चाहिँ हामी मेडिकल साइन्सपट्टिको हो होइन तर दिदी चाहिँ सी बिलिभ्स इन दिस थिङ्स के सेट पुरा के अरे भगवानको आस्था रे तर सी डजन्ट नो कि आस्था भनेको हो भनेर आस्था भनेको त्यही के मेरो छिमेकीको छोरी छिमेकीको छोरी के मेरो बुहारीको बहिनी के आस्था भनेको बुहारीको बहिनी के आस्था भनेको तिम्रो चाहिँ कोही छ छैन मेरो पास त मात्र छ आमा राम देखेन
च्वाङ देखेको छ मलाई ह्यान्डसम देखेको छ किन भन त कसम मार्क्स खाऊ मार्क्स यो गार्डनमा ल कसरी ओहो छिमेकी आन्टीहरू सरी आन्टी मात्रै होइन मेरा छिमेकीहरू कस्तो लाग्यो त पोखरा आइपुग्यो त हामी त ला छोरी मान्छे हो जान दिनुहुन्न बाइकमा लामो यात्रा भन्नेहरूलाई ल यो चाहिँ मुस्ताङ पनि पुग्यो होइन मुक्तिनाथ दर्शन पनि गरियो अनि कागबेनी पनि ढोकियो मार्फत जेरी गल्ली घुम्यो त्यसपछि गएर लेते घुम्यो बेनी घुम्यो बागलुङ कालिका घुम्यो अनि अहिले चाहिँ ठ्याक्क आइपुगेको छ कहाँ भन्दाखेरि पोखरा यो पनि अहिले कति बज्यो भन्दाखेरि ठ्याक्कै दिउँसोको 3 बजे बिहान 7 बजे मार्फाबाट हिँडेको अब केही गर्न सक्दैन भनेर अझै पनि भनिरहने हो कि आफ्नो घर भएको छोराछोरीहरूलाई पनि यसो ल है अब एडभेन्चर गर्नुपर्छ हाम्रो देश राम्रो छ भन्ने हो के गर्ने हो आफै विचार गरौँ है हामी चाहिँ पोखरा